हैन स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। म हो रमेश चापागाई, यो हो माधव श्रेष्ठ, यो यिनी हुन् अमृत श्रेष्ठ र यिनी हुन् के रे कबिर खान। यहाँ चाहिँ यस्तो बीचबीचमा आवाजहरू पनि आउँछ, त्यसलाई इग्नोर गर्नु होला। आज चाहिँ हामी एउटा यहाँ फुकुकाको टावर डाँडोनिर जान लाग्यौँ। भूत हन्टिङ घोस्ट हन्टिङ हान्न जाँदैछौँ, घोस्ट खोज्दै। र यता आउनुहुन्छ हाम्रो दादा ब्लगमा। हाई हेलो भनिदिनुहोस् त ल। दादाको बोली चाहिँ अलि भारी बिकाउ छ के, त्यत्तिकै बोलिदिनु न हाम्रो ब्लगमा भन्दै हामी अब साइकल एकछिन त्यो मुखको अब हामी जाँदैछौँ। यता युद्ध सर जुन भूतको तान्त्रिक हुनुहुन्छ, जो कि भूतलाई भगाउनलाई मन्त्र भन्नुहुन्छ र थोरै यति हुनुहुन्छ है, क्यामेरामा अलिक फिट हुनुहुन्न। ओए खोइ त्यो मान्छे यता भ्लग ल है त। चाबी लगाइदिएँ मैले अब यहाँ। र अब हामी भूत हेर्न जान्छौँ। साइकल चाबी झिकिसकेँ। ल यसको माधव श्रेष्ठको ब्यारिज र यता विजय दाजुको ब्यारिज देखाउनु त। हरियो है, हरियो। र हाम्रो अमृत दादाको ब्याडी रकेट अरे नाम चाहिँ सरको ब्याडिज। लकेट यहाँ लाइन लागेर बस्नु त म फोटो हाल्छु एउटा सरको ब्याडिज हेर्नु है गाइज। अर्को मान्छेले त ब्याडिज त फेरि बोकेरै हिँड्नुहुन्छ। बसन्ती। अब मेरो ब्याडिज निकाल्छु। मेरो ब्याडिज साइन पनि हान्छु मैले मेरो ब्याडिजमा, साइन है त। सो गाइस हामी गइरहेको छ नाइट टुर इन्ट्री हुँदैछ हाम्रो दादाको। ल जाम ल म साइकल लिएर हिँडिसकेको छु, बाटोमा निस्किसकेँ। र अगाडि झिलिमिलीको पनि देख्नुभएको छ। अहिले क्रिसमसको सिजन छ यहाँ। क्रिसमसमा यहाँ चाहिँ झिलिमिली जाँदैछन् है केटाहरू। गाइज फाइनली यो जुन ठाउँमा आउने भनेको त्यो ठाउँमा आइपुग्यो। यस्तो छ भ्यू है रातिमा, नाइटमा। अहिले 10 कति बज्यो। यो यस्तो छ यहाँ फोटो सुटिङ भइरहेको यता। यो पुरै नाइट भ्यू है। लगाइज अब चाहिँ रुम फर्किन लाग्यो। यही हो भ्यू एक सर्ट। ज्याकेट उसले लियो के अरे उसले। यो भुइँमा सिँढी केटाहरू छन् ट्याक्कै। अब ल साइकल सप यहीँ छ। अब बाटै जङ्गलको बाटो एकछिन है। एकछिनमा कहाँ भित्र अहिले एउटालाई तान्छ कि भूतले फेरि। हेर न यहाँ फेरि हरकत त फेरि के गर्छन्। अब सर्टकट बाटो जाने। ओइ मेरो त
लाइटिङ निप्छ क्या कसको बत्ती अरे यहाँ मेरै बत्ती लाइट ऊ माधवसँग क्या छ ए मान्छे उड्छ क्या पागल रानी फाइनली जहाँबाट निस्केको त्यहीँनिर आइपुग्यो है कस्तो लाग्यो त अब टुर देख्नुभयो होला साइकल अब पार्किङमा यहाँ राख्छु म अब साइकललाई त्यसको लागि ए अहिले हाल्नु पर्दैन अब चाहिँ अब यस्तो रातमा ठ्याक्कै 11 बज्यो कफी खान जानु लायौँ हामी कफी रे दुध किन्न जानु लाग्यो दुध चिया बनाएको खानालाई तर अब कहाँ हो जाने चाहिँ अनि यता गरिदिउँ न त है यस्तो छ न यी केटाहरू ट्याक्कै रेड लाइट छ उता त्यही पनि गर्दैन केटाहरू डराउँदैन यिनीहरूलाई केही बाले होइन कसको यत्रो जानु हेर न छाडा बोलेका यस्तो पवित्र भ्लगमा छाडा बोलिदिन्छन् क्यार नि यही हो गाइज नेक्स्ट हेलो दुध चाहिँ यस्तो कटिङवाला हुनुपर्छ अरे प्योर दुध थाहा पाउनलाई कति छ प्राइस कति लिटरको रे 1 लिटर होइन ए 1 लिटर रहेछ 1 लिटर दुधको 260 पर्छ है होल मिल्क यता छन् तर यहाँ राम्रो आउनु रहेछ हौ किनकि बत्ती भएर होला आँखा त राम्रो टल्कियो म अघि त्यहाँ नि टल्किएको थियो नि मेरो आँखा किन थाहा किनकि मलाई भूतले पोजेस गरेको थियो पोजेस म चाहिँ ट्राई गर्नु जाँदैछु यो कस्तो छ है त बडा हालेर रहेछ सही छ डार्क चक्लेट बेस्ट अझ एक बाइट दाम दिएनाले दाम भन्दै थिएँ यहाँ नि यहाँ कुइँ त्यो राजेश समाजसँग यो भाइरल भएको केटी को रहेछ यो भुच्ची अब ब्लग चाहिँ अब सकिन्छ है चिया खाएर लास्टमा 12 बज्यो यता सबले चिया खान लान यता यो चाहिँ खाना देखाउन मिल्दैन तर मैले देखाइदिएँ अनुहार ब्लर हालिदिने हो यता सुन एकछिन कोही नबोलेर चुप्प लागेर खाऊ